के तपाईलाई थाहा छ संसारको 90% मान्छेहरू ठ्याक्कै त्यही बेला हार मान्छन् जब उनीहरू सफलताको सबैभन्दा नजिक हुन्छन्। तपाईलाई लाग्छ कि तपाईको भाग्य नै खराब छ। तपाईलाई लाग्छ कि तपाईले जति प्रयास गरे पनि केही हुँदैन। तर सत्य यो होइन। सत्य यो हो कि राति त्यति बेला सबैभन्दा अँध्यारो हुन्छ जब बिहान हुन लागेको हुन्छ। यदि तपाई पनि आज निराश हुनुहुन्छ, सोचे जस्तो भएको छैन र मैदान छोडेर भागौ जस्तो लागिरहेको छ भने एकैछिन रोकिनु। यो भिडियो तपाईकै लागि हो। सफलता जहिले पनि तपाईको धैर्यको परीक्षा लिन्छ। हामी सोच्छौं मेहनत गर्छु फल पाउँछु, तर जीवन यसरी चल्दैन। जब तपाई लोक सेवाको तयारी गर्नुहुन्छ, जब तपाई नयाँ बिजनेस सुरु गर्नुहुन्छ वा विदेश जानको लागि दिन रात एक गर्नुहुन्छ, सुरुमा जोस हुन्छ, तर जब महिनौं वर्षौं बित्छ र नतिजा शून्य देखिन्छ नि तब भित्रबाट मान्छे टुट्छ। साथीभाइ अगाडि बढेको देख्दा, आफन्तले ताना मार्दा, ऐना हेरेर आफैलाई स्वीकार्न मन लाग्दैन। तर एउटा कुरा कान खोलेर सुन्नु, भिडबाट अलग देखिनको लागि भिडले सहने भन्दा बढी पीडा सहनै पर्छ। सजिलो बाटोमा त जो कोही पनि हिँड्न सक्छ। तपाई र अरूमा के फरक भयो? जब लाग्छ कि अब सक्दैन, ठ्याक्कै त्यही बिन्दुबाट तपाईले आफ्नो गेर बदल्नु पर्छ। पहिले दिनको 4 घण्टा मेहनत गर्नु हुन्थ्यो भने अब 8 घण्टा गर्नु। पहिले एउटा गल्ती गर्नु भएको थियो भने अब त्यसबाट सिक्नु र दोब्बर मेहनत गर्नु। किन थाहा छ? किनकि हिजोको मेहनतले तपाईलाई यहाँसम्म ल्यायो, तर अब यहाँबाट अगाडि बढ्न हिजोको मेहनतले पुग्दैन। एक्स्ट्रा मेहनत गर्नै पर्छ। धैर्य भनेको चुपचाप बसेर पर्खिनु मात्र होइन। धैर्य भनेको नतिजा नदेखिँदा पनि अनुशासनका साथ हरेक दिन आफ्नो कामलाई गरिरहनु हो। याद राख्नु, कोइला पनि धेरै समयसम्म दबाव र तापक्रममा बस्छ अनि मात्र त्यो हिरा बन्छ। तपाई पनि त्यही प्रक्रियामा हुनुहुन्छ। आज तपाईसँग पैसा नहोला, समय नहोला वा साथ दिने कोही नहोला, तर तपाईसँग मेहनत र सपना छ। हार मान्नु त सबैभन्दा सजिलो विकल्प हो, तर के हार मानेर तपाईका समस्याहरू समाधान हुन्छन्? हुँदैनन्। आफ्नो आमा बुबाको अनुहार हेर्नु, जसले तपाईको सफलताको सपना देखेर आफ्नो जवानी बिताए। उनीहरूको लागि भए पनि तपाईले लड्नै पर्छ। यो भिडियो हेरेपछि अल्छी गरेर बेडमा पल्टिने होइन। उठ्नु, आफ्नो टेबलमा जानु, आफ्नो काममा लाग्नु र आफैसँग प्रतिज्ञा गर्नु कि म आजदेखि पहिलेको भन्दा धेरै मेहनत गर्छु। यदि यो भिडियो थोरै भए पनि तपाईको मन छोएको छ भने कमेन्टमा म हार मान्दैन भनेर लेख्नु र भिडियो आफ्नो सङ्घर्ष गरिरहेको साथीलाई सेयर गर्नु, च्यानललाई सब्स्क्राइब गर्नु। याद राख्नु, सफलता तपाईको हातमा छ। मेहनत जारी राख्नु, अगाडि बढ्दै जानु।